दर्शक वृंद नमस्कार, अपन विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली। पिछला समय में एकटा विषय बहुत चर्चा में है, नागरिकता विधेयक। जखन नागरिकता विधेयक में एकटा प्रावधान जे क्यों विदेशी महिला अगर नेपाल में विवाह क के आबै छै तो 7 वर्ष के बाद मात्र उनका अंगीकृत नागरिकता देल जेतै। ई प्रावधान रखला संगे कांग्रेस जसपा सहित के दल सब विरोध कर रहल छै। जसपा के बात करी तो काल विरोध सभा प्रदर्शन सहित के कार्यक्रम समेत रखने छै। विरोध किया भ रहल छै? ई प्रावधान कतेक न्याय संगत छै कि नहीं, यावत विषय में बात करूँ। आई दू गोटे कानूनविद सबके बोझले छी। तैमे डॉक्टर चंद्रकांत गेवाली वो संविधानविद तथा वरिष्ठ अधिवक्ता छथि, तहिना सुरेन्द्र महतो ओ वरिष्ठ अधिवक्ता छथि। दुवै जनालाई स्वागत गर्छु। धन्यवाद छ। सुरुवात डाक्टर साहबबाट गरे। यो जुन अहिले विवाद जसरी चुलिएको छ नागरिकता विधेयकलाई लिएर भन्नुहुन्छ, तपाईको प्रतिक्रिया के छ यसमा? अब अहिलेको नागरिकता विधेयक जस्तो 63 सालमा नेपाल नागरिकता ऐन थियो, 63 सालको, त्यसलाई संशोधन गर्नलाई संशोधन विधेयकको रूपमा संसदमा गयो र संसदमा अझै 2 वर्षदेखि यसको विवाद चाहिँ समाधान हुन नसकेर राज्य व्यवस्था समितिमा पनि यो पेचिलो विषय नै रह्यो र राज्य व्यवस्था समितिले भर्खरै मात्रै बहुमतबाट पारित गरेर संघीय संसदमा पठाएको अवस्था देखिन्छ र त्यही रुलिङ पार्टीले यसलाई समर्थन पनि गरेको अवस्था देखिन्छ सचिवालय बैठक बसेर। तर यो विधेयकलाई अपोजिसन पार्टीको रूपमा रहेको नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरूले यो विधेयकलाई समर्थन गरेको अवस्था देखिँदै यसका यो विधेयकका केही बुदालाई मात्रै असहमति जनाएको अवस्था बाहिर सञ्चार माध्यममा नै आएको अवस्था देखिन्छ। तर धेरै समग्रमा हेर्ने भने यो विधेयकको प्रतिक्रिया तपाईले भन्नुभयो भए जस्तै वास्तवमा यसले एउटा विदेशी महिलालाई नेपाली नागरिकसँग अंगीकृत नागरिकता विवाह गरेपछि अंगीकृत नागरिकता दिने सवालको मात्रै नभइकन यसले तमाम कुरामा केही सकारात्मक पक्षहरू पनि ल्याएको अवस्था देखिन्छ। जस्तो तपाईलाई भनौं, नेपाली नागरिकता प्राप्त आमा वा बाबुहरू मध्ये आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता दिन सक्ने भन्ने एउटा प्रावधान धेरै समय पछाडिको महिलाहरूको सङ्घर्ष या अदालती सङ्घर्ष हुँदै चाहिँ अहिले आएर यसले चाहिँ त्यो प्रावधानलाई एउटा अन्त्य गरेको अवस्था देखिन्छ। जुन प्रावधानमा नेपाली नागरिकता प्राप्त आमाहरूले आफ्ना सन्तानलाई वंशज नागरिकता दिन सक्ने त्यो पहिचान सहित त्यो क्षमतालाई चाहिँ यसले एड्रेस गरेको अवस्था देखिन्छ। एउटा त्यो हो। अर्को दोस्रो कुरा चाहिँ हेर्नुहुन्छ भने यो अंगीकृत नागरिकताको हकमा र जन्मको जुन नागरिकता प्राप्त गरेको नागरिकहरू हुनुहुन्छ, जस्तो एकछिनलाई मानुस् 46 सालमा कट अफ डेट मानेर 63 सालमा जुन 16 वर्ष पुगेको र 65 सालसम्म 16 वर्ष पुगेको जन्मेको आधारमा नागरिकता दिने भन्ने पनि त्यो व्यवस्थालाई यो ऐन संशोधन विधेयकले त्यसो जन्मबाट प्राप्त गरेका नागरिकहरूका सन्तानले पनि 16 वर्ष पुगेपछि वंशजको नागरिकता दिने भनेर त्यो कन्भर्ट गरेको पनि अवस्था देखिन्छ। त्यो धेरै जसो मधेस केन्द्रित दलहरूले आवाज उठाउनु भयो। 46 साललाई कट अफ डेट बनाएर 63 साललाई 16 वर्ष पुगेकोलाई जन्मको आधारमा दिने भने अरूमा त खासै विवाद रहेन। मुख्य विवाद भनेकै यो 7 वर्षे जुन प्रावधान ल्याइयो, विदेशबाट आउने महिला जो चाहिँ नेपालीसँग बिहा गर्छन् तिनीहरू 7 वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने मुख्य मुद्दा चाहिँ अहिले र यो यसमा चाहिँ अहिले विरोध जनाइरहेका छन् कांग्रेस र जसपा। विरोध जनाउनुको कारण के होला? किन असन्तुष्ट छन् यी दलहरू तपाईले लागेको छ? अब यसरी हेरौं अब नागरिकता भनेको साँच्चीकै चाहिँ त्यति सहिलो विषय पनि होइन, यो जटिल विषय नै हो भनेर मैले ठान्दछु। वास्तवमा नागरिकता वास्तविक नागरिकले नागरिकता पाउनुपर्छ, गैर नागरिकले नागरिकता पाउनु हुँदैन भन्ने नै संसारकै नागरिकता सम्बन्धी संवैधानिक सिद्धान्त छ, कानुनी सिद्धान्त पनि छ।
त्यसकारणले वास्तविक नागरिकलाई नागरिकता दिनुपर्छ। त्यो देशको जन्मको नागरिकता हो या वंशजको नागरिकता हो, पहिलो स्टेजको नागरिकता दिने, पहिलो स्टेजको नागरिक हुनको लागि वंशज या जन्मको आधारमा दिनलाई वास्तविक नागरिकलाई नागरिकता दिनुपर्छ, विदेशीलाई नागरिकता दिन हुँदैन भन्ने संसारकै मान्यता। नेपालमा को संविधानले त्यसलाई चाहिँ त्यही तरिकाले राखेको अवस्था देखिन्छ। संसारकै मान्यता अनुसार नेपाल पनि अगाडि बढेको जहाँसम्म तपाईले प्रश्न गर्नु भएको छ 7 वर्षको ऐक्य नागरिकताको हकमा हो। यो ऐक्य नागरिकताको सन्दर्भमा संसारकै मैले धेरै मुलुकको अध्ययन गर्दाखेरि 76 मुलुकको ऐक्य नागरिकता दिने मुलुकको अध्ययन गर्दाखेरि के पाएँ भन्दाखेरि जस्तो ऐक्य नागरिकता भनेको वंशजको नागरिकता जस्तो, जन्मको नागरिकता जस्तो यसलाई चाहिँ नागरिकको चाहिँ मौलिक हक या संवैधानिक हक या कानुनी हकको रूपमा चाहिँ लिने रहेनछ। धेरै मुलुकको चाहिँ मैले अध्ययन गर्दाखेरि मौलिक हक र संवैधानिक हकको रूपमा वंशज या जन्मको आधारमा नागरिकता पाउने त्यसको नागरिकको अधिकार हुँदो रहेछ। तर यो ऐक्य नागरिकता भनेको वास्तवमा त्यो राज्यको एउटा सोभिकीय अधिकार, राज्यको चाहिँ क्यारिङ क्यापेसिटीको आधार, सार्वभौमिकताको आधार, जनसङ्ख्याको आधार, संस्कृतिको आधार र त्यो मुलुकको चाहिँ छिमेकी मुलुकहरू कस्तो स्थितिमा छ, रेगुलेटेड बोर्डर हो, क्लोज बोर्डर हो या ओपन बोर्डर हो, के हो भन्ने आधारलाई पनि आधार बनाएको चाहिँ मैले प्रशस्त उदाहरणहरू पाएको अवस्था छ। इन्टरनेसनल प्र्याक्टिसका आधारमा यसो गरिएको हो। सुरेन्द्र हुनुहुन्छ, तपाईलाई के लाग्छ हैन, जुन चाहिँ सार्वभौमिकताको कुरा हुन सक्छ, अन्य पक्षहरू हुन सक्छन् हैन, कुनै विदेशीलाई तत्कालै नेपाली भनेर चाहिँ भनिहाल्नु पर्ने अवस्था ल्याउनु हुन्न, त्यो हिसाबले चाहिँ अन्तर्राष्ट्रिय प्र्याक्टिसलाई हेरेर चाहिँ यो नियम ल्याइएको हो भनेर चाहिँ उहाँको भनाइ छ। यस्तो छ अजयजी, यसमा अन्तर्राष्ट्रिय प्र्याक्टिस भनेको फरक फरक विभिन्न देशहरूले आफ्नो आवश्यकता अनुसार फरक फरक ढङ्गले अङ्गीकार गरेको पाइन्छ। सैद्धान्तिक रूपमा हेर्ने हो भने मुख्य रूपमा नागरिकता प्राप्तिको 3वटा आधार विश्वव्यापी रूपमै छ। सैद्धान्तिक आधार भनेको एउटा नागरिकको रगतबाट जन्मेको सन्तानले वंशजको नागरिकता प्राप्त गर्छ। त्यो जहाँसुकै जन्मे पनि जहाँसुकै बसे पनि नागरिकको सन्तान हो भने त्यो देशको नागरिकता प्राप्त गर्ने उसको हक प्राप्त हुन्छ। अर्को छ जुन माटोमा ऊ जन्मियो, जुन देशको माटोमा ऊ जन्मिन्छ त्यो देशको नागरिकता प्राप्त गर्ने उसको हकको रूपमा, जसलाई सुरुमा रगतको नाताले जस सैङ्गुइनिस भन्छ, रगतको नाताको, दोस्रो जस सोली भन्छ, माटोको जन्मेको माटोको आधारमा दिइने, तेस्रो भन्छ नेचुरलाइजेसन अथवा विदेशका नागरिकलाई आफ्नो नागरिक सरह आफ्नो नागरिक रूपमा अङ्गीकरण गर्ने, त्यसलाई आफ्नो शरीरमा त्यसलाई समावेश गर्ने। यो 3 किसिमको मुख्य रूपमा छ, संसारमा चलिरहेको छ। अनि संसारमा धेरै किसिमको अभ्यास छ। जस्तै अमेरिकातिर त त्यहाँ जन्मियो भने नागरिकता पाइयो। त्यहाँ कतिपय देशमा जन्मिन साथै त्यो देशको माटोमा जन्मिएको छ भने अथवा त्यो देशको जहाजमै जन्मिएको छ भने पनि जन्मको आधारमा नागरिकताले प्राप्त गर्न पाउँदछ। कतिपय देशमा त के अरे जस्तै अमेरिकामा तपाईँले उदाहरण दिउँ म, यो सायद क्लिन्टनको टाइममा म्याडलिन अल्ब्राइट त्यहाँको विदेश मन्त्री हुनुहुन्थ्यो, जो 1982 मा चाहिँ नि अमेरिका प्रवेश गर्नुभएको थियो र त्यसपछि उहाँ क्लिन्टन प्रशासनमा आएर विदेश मन्त्री हुनुभएको थियो। त्यहाँ अमेरिका धेरै फ्लेक्सिबल छ र कतिपय देशमा त कति एमाउन्ट, सर्टेन एमाउन्टको लगानी गर्यो भने पैसाको लगानी गर्न साथै त्यहाँको नागरिकता प्राप्त गर्दछ। फरक फरक सबै देशमा फरक फरक छ। तर हो के भन्दाखेरि यो देशको डोमेस्टिक कानुनसँग, देशको आन्तरिक कानुनसँग सम्बन्धित विषय हो। मुलुकले आफ्नो आवश्यकता बनाउन चाहिँ छुट छ, तर बाहिर सबै मुलुकमा एउटै एकै खालको अभ्यास चाहिने होइन। हरेक मुलुकको फरक फरक अभ्यास रहेको छ। तर यसको जोडिएको मानव अधिकार सम्बन्धी कुरा के जोडिएर आउँछ भन्दाखेरि कुनै पनि व्यक्ति, मानव कुनै पनि क्षणको लागि राज्यविहीन बन्नु हुँदैन। राज्यविहीनता भन्नुको अर्थ पशुवत जीवन व्यतीत गर्नु हो। मानवको रूपमा ऊ बाँच्न सक्ने स्थिति रहँदैन। त्यसकारणले कुनै पनि नागरिक स्टेटविहीन रहनु हुँदैन भन्ने कुरो मान्यता हो। अब आउँ नेपालको सन्दर्भमा हेर्दाखेरि नेपालको आफ्नै किसिमको आवश्यकता छ। यो आवश्यकताहरू हेर्दाखेरि के अरे अङ्गीकृत नागरिकता पुरा विदेशीहरूलाई खुल्ला रूपमा दिने भन्ने प्रावधान होइन। नेपाल
सँगको चाहिने यो खास गरी भारतसँगको हेर्ने हो भने त यो विशिष्ट सम्बन्ध छ, अलग किसिमको सम्बन्ध छ। यो सम्बन्ध भनेको राज्यहरूले बनाएको भन्दा पनि जनताको आपसको सम्बन्ध हो। जनताले आपस रूपमै बनाएको सम्बन्ध सदियौँदेखि यो पुराण कालदेखि रामायण कालदेखिको यो सम्बन्ध कायम रहिआएको छ। र यो चाहिने वैवाहिक अङ्गीकृत नागरिकता भनेको सामान्य अङ्गीकृत होइन। उसले आफ्नो मुलुक त्याग गरेर यो देशमा आउँछ, नेपालमा आउँछ। र हिजोसम्म अहिलेसम्म अहिले नेपालको अभ्यास विगतको अभ्यास हेर्ने हो भने अहिलेसम्म विवाह गरेर आएको विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर नेपालमा बस्न आएपछि तुरुन्तै नागरिकता प्रदान गर्ने हामीले व्यवस्था गरिआएका छौँ। र यो व्यवस्थालाई हामीले अंगीकार, यो हाम्रो विशिष्ट आवश्यकता छ, विशिष्ट सम्बन्ध छ। त्यो भनेको अन्तर्राष्ट्रिय प्र्याक्टिस के छ त्यो भन्दा नि अहिले जुन नागरिकता विधेयक ल्याइयो त्यो चाहिँ नेपाल र भारतसँग जोडिएको विषय हो, किनभने भारत र नेपालको खुला सिमाना छ र सदियौँदेखिको सम्बन्ध छ भनेपछि अलिकति पृथक हुनुपर्छ, अन्तर्राष्ट्रिय मान्यतालाई नै हेरेर यहाँ पनि लागू गर्नु हुँदैन भन्ने तपाईँको भनाइ हो। डाक्टर साहब, त्यो भनाइ मेरो होइन। यहाँ के भन्दाखेरि के अरे भारतसँग सम्बन्ध जोडेर हेर्ने कुरा आउँदैन र यो कानुन भारतसँग जोडेर आयो कानुन पनि होइन। यो कानुन भनेको सम्पूर्ण बुहारी जुनसुकै देशबाट विवाह गरेर आएको महिलाको हकमा लागू हुने हो, एउटा कुरा। दोस्रो कुरो, यसको प्रभाव कतातिर बढी, प्रचलन कता बढी छ त क्रस बोर्डर विवाह गर्ने प्रचलन प्रभावको कुरा हजुर भनेपछि भारतलाई नै टार्गेट गरेको ल्याइएको हो भन्ने मान्नुहुन्छ तपाईँ? मोटामोटी जुन के अरे ल मेकर्सहरूको जुन पब्लिक ओपिनियनहरू आइरहेछ नि, यो खुला बोर्डर, दुईतिरको विशाल जनसङ्ख्या, यसको सङ्केत भनेको चाहिँ नि भारतले जो चाइनासँग त बेसी के त्यस्तो भएको छैन। यो भारतलाई नै ध्यान दिएर भारतीयहरू नभित्रियुन्, त्यसलाई नै ध्यान दिएर चाहिँ हैन त्यहाँ लेखिएको शब्द विदेशी भए पनि टार्गेट चाहिँ भारतीय हुन्, तपाईलाई त्यस्तो लाग्छ कि लाग्दैन? मलाई चाहिँ यस्तो छ, अब तपाईले भारतीयलाई नै इङ्गित गरेर नागरिकता विधेयक ल्याइयो भन्ने जुन चाहिँ प्रश्न गर्नुभयो त्यतिसम्म त होइन भन्ने मलाई लाग्छ। मैले चाहिँ के लाग्छ भन्दाखेरि जस सुरेन्द्रजीले भने जस्तै यसका ऐकृतको सन्दर्भमा या जन्मको सन्दर्भमा या वंशजको सन्दर्भमा, अब वंशजको जुन तीनटा थ्योरी भन्नु नि उहाँले, रगतको नाता, माटोको नाता या ऐकीकरण गर्ने, यी संसारका सबै देशका यिनै सिद्धान्तको आधारमा नागरिकता दिने चिज हो। तर यसलाई ख्याल के गर्नुपर्छ भन्दाखेरि कुनै पनि मुलुकले राष्ट्रियता, समानता, राज्यविहीनता यी तीनटा सिद्धान्तलाई पनि ख्याल गर्नुपर्ने स्थिति छ। पहिलो चाहिँ नागरिकता प्राप्ति गर्नु भनेको राष्ट्रियता प्राप्त गर्नु हो। यदि राष्ट्रियता प्राप्ति जसले गर्दछ त्यसले नागरिकता प्राप्तिका चाहिँ आधार बन्दछन्। तर नागरिकता प्राप्ति गर्दैमा चाहिँ राष्ट्रियता प्राप्ति हुन्छ भन्ने पनि छैन। त्यसकारणले यो राष्ट्रियताको सवालमा पनि हो यो, अर्को चाहिँ समानताको सवाल पनि हो। कहीँ पनि हामीले जति पनि विश्वको युएनका सदस्य राष्ट्रहरूले जति पनि युएनका इन्स्ट्रुमेन्टहरू छन्, अन्तर्राष्ट्रिय महासन्धि सन्धिहरू छन्, त्यसले के व्यक्त गर्छ भन्दाखेरि कुनै पनि लिङ्गको आधारमा या वर्गको आधारमा, वर्णको आधारमा विभेद गर्न हुन्न भनेपछि अविभेदको नीति पनि राज्यले लिनुपर्छ भन्ने छ। अर्को समानताको कुरा गर्दाखेरि र समान तरिकाले पुरुष र महिलालाई समान तरिकाले हेरिनुपर्छ भन्ने पनि नागरिकताको सवालमा आउँछ। अर्को चाहिँ स्टेटलेसनेस कोही पनि हुन नपरोस्, जस्तो जन्मको आधारमा दिनेमा पनि स्टेटलेसनेस नहोस्, राज्यविहीन नहोस्, वंशजको आधारमा राज्यविहीन नहोस्, या अङ्गीकृत नागरिकता दिँदाखेरि अङ्गीकरण गर्ने बेलामा अन्य देशको चाहिँ जन्म या वंशजको नागरिकता त्यागेर आऊ भनेर राज्यविहीन पनि गराउनुहुन्न भन्ने पनि त्यो सिद्धान्त छ। यी सिद्धान्तको आधारमा हरेक राष्ट्रले आफ्नो नीति नै अङ्गीकृत नीतिमा अपनाएका हुन्छन्। त्यो नीति चाहिँ कठोर बनाउने, एकदम रिजिड रूपमा चाहिँ नीति बनाउने या नरम बनाउने भन्ने कुरो त्यो देशको डिस्क्रिसनरी पावर हुन्छ। त्यसै कारणले सोभिकै अधिकार हुन्छ। यो सन्दर्भमा तपाईँले जस्तो अब भारतलाई नै टार्गेट गरेर यो नागरिकता विधेयक ल्याइयो, 7 वर्ष ल्याइयो भन्ने सन्दर्भमा हेर्ने भने अहिले ग्लोबलाइजेसनको समय हो। हामी डब्लुटिओलाई पनि सही गरेका छौँ, इन्टरनेसनल इन्स्ट्रुमेन्टहरू हामी मान्छौँ, युएनका सदस्य राष्ट्र छौँ, धेरै देशहरूमा हाम्रो डिप्लोमेटिक रिलेसन पनि छ, आवासीय राजदूतावासहरू पनि छन् र हरेक देशमा चाहिँ
पढ्नको लागि या लेख्नको लागि या रोजगारीको लागि अवसरको लागि नेपाली पनि जान्छन् र विदेशीहरू पनि यहाँ आउँछन्। भनेपछि यो 7 वर्षको जति पनि कट अफ डेट छ, यो डेट भनेको केवल भारतको बुहारीहरू अथवा भारतको महिलाहरू नेपाली नागरिकसँग बिहा गरेर नहुन् भन्ने दृष्टिकोणबाट राज्य व्यवस्था समिति या यो विधेयकमा चाहिँ यो व्यवस्था आएको होइन भन्ने मलाई लाग्छ। किन भन्दा समग्र विदेशीको कुरा भयो। चाइनामा डाक्टर साहब यसमा मैले एउटा कुरा थप्नु खोजेँ। देखिन्छ अब हजुर आउने बित्तिकै नागरिकता दिँदा र 7 वर्षपछि दिँदा के चाहिँ भिन्नता चाहिँ के हुँदो रहेछ त्यसमा? यस्तो रहेछ, अब तपाईले एकछिन मान्नुहोस्, नेपालको कानुनलाई कुरा गर्ने भने मैले अलिकति अंगीकृतको कुरा गर्दाखेरि 2009 सालमा तपाईले भने जस्तै जन्मको वंशजको र अंगीकृत नागरिकता चाहिँ तत्कालै दिन सक्ने व्यवस्थाहरू त्यतिखेर थियो। नेपाली बाहेक विदेशी भन्ने पनि त्यहाँ रैती र रैतियार भन्ने थियो हैन। त्यो अवस्थामा तत्कालै दिन सक्ने व्यवस्थामा त्यहाँ कहीँ कतै पनि त्यसरी विभेद चाहिँ गरेको अवस्था देखिँदैन थियो। तर 2020 सालमा आइसकेपछि 12 वर्ष अंगीकृत नागरिकताको हकमा 12 वर्ष बस्न पर्ने भन्ने पनि त्यो व्यवस्था गरियो। अब त्यो किन गरियो भन्ने पनि त्यसको अध्ययन अनुसन्धान गर्नुपर्ने स्थिति छ। एकैचोटि 12 वर्ष किन भयो भन्दाखेरि अलिकति तपाईले भने जस्तै कहीँ कतै यो ओपन बोर्डरको कारणले त्यतिखेर नागरिकता ऐन 1955 को इन्डियाको नागरिकता ऐन त्यतिखेर पनि त्यहाँ चाहिँ 15 वर्षसम्म अंगीकृत नागरिकताको लागि त्यहाँ बस्नुपर्ने भन्ने त्यहाँ व्यवस्था भएको र पछि संशोधन गरेर 13 वर्षसम्म झरेको। अंगीकृतको हकमा वैवाहिक अंगीकृत एउटा, अर्को अंगीकृत, दुई किसिमको अंगीकृत संसारभर नै हुन्छ। अब वैवाहिक अंगीकृत विशिष्टकृत हो भनेर जुन सुरेन्द्र सरले भन्नुभएको छ, यो म पनि मान्दछु। र अंगीकृत नागरिकतामा हकमा चाहिँ त्यहाँ पनि 15 वर्षसम्म बस्न पर्ने या पछि चाहिँ संशोधन गरेर 13 वर्षसम्म भनेपछि त्यो अवस्थामा पनि महिला र पुरुषले नागरिकता लिँदाखेरि 12 वर्ष बस्नुपर्ने भन्ने चाहिँ त्यो व्यवस्था पनि गरियो। र 33 सालमा गइसकेपछि त पुरुषलाई 15 वर्ष, विदेशी पुरुषले चाहिँ नेपालमा अंगीकृत नागरिकता लिने 15 वर्ष र महिलालाई चाहिँ 5 वर्षमा राखियो। र 38 सालमा त महिलाले त्याग्नै पर्ने, त्यो देशको नागरिकता त्याग्नु पर्ने भन्ने पनि व्यवस्था गरियो। जहाँ चाहिँ नागरिकता त्याग्ने भनेको हामीले स्टेटलेसनेस हुनुहुन्न भनेर 1961 मा राज्य विहीनता सम्बन्धी महासन्धिलाई सही पनि गरेका छौँ। त्यसकारण त्यतिखेर नेपालले कठोर नीति पनि अपनाएको देखिन्छ। भने 49 सालमा गइसके पछाडि महिलाले, विदेशी महिलाले नेपाली पुरुषसँग बिहा गरे भने उनले चाहिन् भने उनले चाहिँ अंगीकृत नागरिकता प्राप्त गर्ने भनेर 49 सालमा र 47 सालको संविधानमा पनि त्यो व्यवस्था गरियो। वास्तवमा हेर्ने भने त्यसपछि 63 सालको नागरिकता ऐन, 63 सालको संविधान, यसले पनि के व्यवस्था गर्यो भन्दाखेरि विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरिन् भने उनले चाहिन् भने नेपालको अंगीकृत नागरिकता लिन प्राप्त गर्न सक्ने छिन् भनिन्छ। तर त्यो प्राप्त गर्ने चाहिँ फेरि नेपाल सरकारले त्यो नागरिकता दिन सक्ने छ भनेछ। सक्ने भनेपछि दिने नै छ भन्ने भन्दा नि डाइरेक्टली व्यवस्था गरियो, म्यान्डेटरी व्यवस्था गरिएन। भनेपछि एकातर्फ सरकारलाई चाहिँ अंगीकृत नागरिकता दिनको लागि एकदम म्यान्डेटरी नभइकन डाइरेक्टरीको व्यवस्था गरियो, उसको सोभियतको कुरामा छोडियो। र विदेशी महिलाले चाहिँ आफ्नो देशको पहिलो स्टेजको वंशजको हो या जन्मको नागरिकता जुन चाहिँ राष्ट्रियता प्राप्त छ, त्यो राष्ट्रियता प्राप्त गरेको नागरिकता त्यागेर तिमीले चाहिँ मेरो चाहिँ अंगीकृत नागरिकता या अंगीकरण गर्नलाई राष्ट्रियता प्राप्त गर्ने प्रक्रियामा आऊ भन्नको लागि चाहिँ राज्यले चाहिँ राष्ट्रविहीन बनाउने, राष्ट्रियताविहीन बनाउने या एउटा राष्ट्रको राष्ट्रियता प्राप्त भएकोलाई अन्त्य गर्दै तिमी चाहिँ नेपालको चाहिँ नागरिकता अंगीकृत नागरिकता ल्याऊ, राष्ट्रियता प्राप्तमा चाहिँ तिमी अंगीकरण गर भन्नको लागि चाहिँ राज्यले चाहिँ बाध्य गराउनु सक्दैन फेरि। किनभने राष्ट्रियताविहीन हुनुहुन्न र एउटा विवाह गरेर आएको लोग्नेको राष्ट्रियता तिमीले चाहिँ अंगीकरण गर्नुपर्छ भनेर कुनै पनि सरकारले बाध्य गराउन सक्दैन। अन्तर्राष्ट्रिय कानुन पनि त्यो छ। त्यसै कारणले गर्दाखेरि नेपालको सन्दर्भमा 7 वर्ष किन राखियो त, यो कट अफ डेट किन राखियो त भन्दाखेरि संसारसँग नेपाली युवाहरू लाखौंको संख्यामा बाहिर गएका छन्। त्यसपछि उनीहरूले विवाह गरेर ल्याउँछन्। विवाह गरेर ल्याइसके पछाडि यहाँ चाहिँ केही न केही जस्तो यहाँको क्यारिङ क्यापेसिटीलाई पनि हेरियो, एउटा क्यारिङ क्यापेसिटी नै हेरेको अवस्था देखिन्छ। किनभने सानो मुलुक छ, रिसोर्सेसहरू त्यसको म्याक्सिमम दोहन भइसकेको अवस्था देखिँदैन। नेचुरल रिसोर्सेसहरू भर्जिन रूपमा छ। अब ह्युमन रिसोर्सेसहरू सबै बाहिर गइरहेको अवस्था देखिन्छ। भनेपछि अब त्यो सबै मान्छेहरू विवाह गरेर आउँदाखेरि 219 राष्ट्रसँगै सम्बन्ध भएको या सबै मुलुकमा अवसर खोज्न गएको त्यो विवाह गरेर आउँदाखेरि यो देशले थेग्न सक्दैन कि भन्ने पनि एउटा क्यारिङ क्यापेसिटी हेरेको जस्तो मलाई लाग्छ। तपाईलाई के लाग्छ यो 7 वर्ष राख्दैमा चाहिँ? हजुर
एउटा चाहिँ भारतमै टार्गेट गर्ने नै भारतको संविधान या 1955 को जुन ऐन छ, अब 2017 साल या 19 सालमा जुन संशोधन गरियो, त्यो ऐनले पनि 7 वर्षको कट अफ डेट राख्यो हुनाले एउटा आधार, सानो एउटा आधार चाहिँ हुन सक्छ, तर त्यो मात्रै चाहिँ निरपेक्ष रूपमा भारतलाई देखेर 7 वर्ष राखियो भन्ने भन्दा पनि त्यो एउटा आधार हो। एउटा क्यारिङ क्यापेसिटीलाई हेरियो, एउटा भारतको ओपन बोर्डर, चाइनाको क्लोज बोर्डर भन्नुहोस्, या संसारभरमा चाहिँ युवाहरू गएको र विदेशी महिलाहरूलाई बिहा गरेर ल्याउन सक्ने त्यो अवसर भएको, पर्याप्त ठाउँ रहेको स्थितिले गर्दाखेरि जवाब दिइहाल्नु। सुरेन्द्रजी, तपाईँलाई के लाग्छ 7 वर्ष राख्दैमा चाहिँ के चाहिँ हुन्छ? 7 वर्ष राख्ने नराख्ने भन्ने कुरा तपाईँ हामीले यो गर्नुपर्छ र यो गर्न पर्दैन भन्ने कुरा हुँदो रहेछ। जस्तो भनौँ न, यसको जवाब सुरेन्द्रजीसँग लिन खोजे। सुरेन्द्रजी, तपाईँलाई के लाग्छ 7 वर्ष राख्दैमा चाहिँ के हुन्छ? यसो छ, सबभन्दा पहिले त 7 वर्षको कुरो आयो कसरी भन्ने कुरा हो। अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनेर बनाएको होइन यो, अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर राखेको प्रावधान होइन। उहाँले त भन्नुभयो नि भारतमा पनि 7 वर्ष छ। भारतमा त 7 वर्ष ज्वाइँलाई पनि छ, इक्वल छ। यदि भारतले कपी गर्ने हो भने त्यहाँ भारतीय महिलाले विदेशी पुरुष विवाह गरेर ल्याए पनि त्यहाँ 7 वर्षमा दिन्छ। एउटा कुरा यो। तर भारतमा नागरिकताको प्रमाणपत्र जारी नै हुने गरेको छैन। कानुनमा व्यवस्था छ, तर नागरिकताको प्रमाणपत्र जारी गर्ने व्यवस्था छैन। त्यहाँ भारतको के अरे भारत नागरिकता प्रमाण कहीँ पनि त्यहाँ देखाउनु पर्दैन। यहाँको नेपाली चेली भारतमा बिहा गर्न साथै तुरुन्तै उसले भोटर आइडी पाउँछ, तुरुन्तै उसले आधार कार्ड पाउँछ र त्यो आधारमा उसले राज्यको सम्पूर्ण सुविधाहरू भारतका नागरिकले प्राप्त गर्ने सम्पूर्ण अधिकार प्राप्त हुन्छ उसलाई। त्यसकारणले भारतमा छ भनेर यहाँ राखेको कुरा चाहिँ तर्कसङ्गत छैन। बाहिरको अभ्यास गर्ने, बाहिरको अभ्यास त जन्मको आधारमा पनि दिएको छ। अब यहाँ 7 वर्ष राख्दैमा चाहिँ के चाहिँ हुन्छ के? म त्यसमा आउँदैछु। म त्योमा आउनुभन्दा पहिले तपाईँलाई बताउँ, नेपाल सरकारले 7 वर्ष राखेको होइन। नेपाल सरकारले पेश गरेको विधेयकमा 7 वर्ष छैन। त्यसपछि पार्लियामेन्टरी सांसदहरूले गरेको संशोधन प्रस्तावमा पनि 7 वर्ष हुनुपर्छ भनेर राखेको छैन। राज्यमा उत्पत्ति भएको हो। तर यो 7 वर्षको औचित्य केही पनि छैन यसको। किनभने तपाईँ 7 वर्ष रोकेर उसलाई के गर्नुहुन्छ? 7 वर्ष रोक्नुको अर्थ उसको क्यारियरलाई ड्यामेज गर्नु हो, उसलाई घाइते बनाउनु हो, उसलाई अपमानित गर्नु हो। किनभने 7 वर्ष आएपछि उसले केही पनि पाउँदैन। नेपालमा कुनै पनि उसले राइट्सहरू चाहिँ सरकारी सेवा गर्ने अधिकारहरू प्राप्त गर्न सक्दैन। उसले इभन सरकारको अधीनस्थ रहेको युनिभर्सिटीमा प्राध्यापन पनि गर्न पाउँदैन, कलेजमा टिचिङ गर्न पाउँदैन, स्कुलमा पढाउन केही पनि काम सरकारको स्वामित्वको कुनै पनि अङ्गमा ऊ सामेल हुन पाउँदैन। तर सुरेन्द्रजी, यसमा चाहिँ यो जुन प्रतिवेदन जुन समितिको आयो नि, राज्य व्यवस्था तथा सुशासन समितिको जुन प्रतिवेदन छ, त्यो प्रतिवेदनमा आर्थिक, सामाजिक, सांस्कृतिक यी अधिकारहरू दिएको अवस्था छ। स्थायी बसोबास परिचयपत्र दिएको व्यवस्था छ, हैन? दिने भनेर भनिएको छ। अङ्गीकृत नागरिकता चाहिँ 7 वर्षपछि दिने, तर स्थायी बसोबास परिचयपत्र चाहिँ तत्काल दिने कुरा छ र त्यसमा चाहिँ आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने कुरो गरिएको त छ नि। मानिस कहलाउनका लागि जुन मानिसमा नागरिक र राजनीतिक अधिकार हुँदैन, त्यो व्यक्ति पशु सरह हुन्छ। त्यसलाई स्टेटलेस, त्यो एक किसिमको स्टेटलेसनेसको अवस्था हो। त्यो भनेको पशुवत जीवन हो। खान पाउनु, मानिसले खान र बाँच्नको लागि मात्र मनुष्य होइन, उसको स्वामित्व स्टेटमा उसको सहभागिता, अन्तर्राष्ट्रिय सहभागिता भएन। पनि हरेक व्यक्तिले सरकारमा सहभागी हुन पाउने उसको फन्डामेन्टल, उसको राइट नै हुन्छ। उसको हरेक व्यक्तिको अधिकार हुन्छ। अब तपाईँ कल्पना गर्नुहोस्, यदि कुनै बुहारी नेपालमा आइन्, नेपालमा ऊ चाहिँ स्थायी बसोबास उसको नेपालमा छ, स्थायी प्रमाणपत्र उसको चाहिँ परिचय पत्र नेपालको छ, र सपोज उसको विदेश नागरिकता विदेशको छ भने विदेशमा गएर मन्त्री बनेर बस्यो भने कस्तो लाग्छ तपाईँलाई? त्यो दृश्य कस्तो देखिन्छ? त्यो दृश्य के राम्रो? त्यो राष्ट्रताको लागि थियो। यसको जवाब डाक्टर साहबसँग लिइहालौँ। जसरी चाहिँ यो प्रतिवेदनमा अब विधेयकको अङ्ग बन्ने यो प्रतिवेदन होइन, र यो प्रतिवेदनमा जसरी लेखिएको छ। हजुर हजुर 7 वर्ष उसलाई कुरायो भने ऊ राष्ट्रवादी हुने, 7 वर्ष तुरुन्तै दियो भने अराष्ट्रवादी हुने, अविश्वास भनेपछि त्यसलाई त घाइते बनाएको हो नि, उसलाई त अपमानित गरेको हो नि। त्यो बढी खतरनाक हुन्छ। 7 वर्षमा उसलाई राष्ट्रियताको भावना, अनरसिपको भावनामा
जुन किसिमको भावना उत्पन्न हुनुपर्ने त्यो हुँदैन। उसले म 7 वर्षसम्म मलाई चाहिँ अपिल गरेर राख्यो, स्टेटस बनाएर राख्यो, मलाई चाहिँ वेटिङमा राख्यो, म उपर शङ्का गर्यो भन्ने आधारमा मुख्य कुरा तपाईँले जुन भन्नुभयो एउटा स्टेटलेसको कुरा भन्नुभयो होइन, राजनीतिक अधिकार नदिएसम्म सामाजिक आर्थिक र सांस्कृतिक अधिकार मात्रै दिएर चाहिँ त्यसलाई चाहिँ अपनत्व उसले चाहिँ ग्रहण गर्न सक्ने अवस्था रहँदैन, स्टेटलेस चाहिँ भइरहने। डाक्टर साहब के भन्नुहुन्छ तपाईँ? अब मलाई के लाग्छ भन्दाखेरि ऐकृत नागरिकता लिने प्रक्रियामा जो व्यक्तिले ऐकृत नागरिकता लिन खोजिरहेको छ, 7 वर्षकै कुरा गर्नुहोस्, 7 वर्षसम्म त्यो नागरिकता आफूले लिएको जुन देशको नागरिकता हो त्यो त्यागिसकेको अवस्था हुँदैन। र नेपालको अहिलेको विधेयकले पनि नागरिकता त्याग्ने कारबाही चलाएको भनेपछि आफ्नो देशको नागरिकता त्यागिसकेको अवस्था छैन। त्यसै कारणले नागरिकता ऐकृत नागरिकता लिनको लागि उसले चाहेको खण्डमा, नेपालको नागरिकता लिन चाहेको खण्डमा त्यो प्रक्रियामा आउने सम्मको अवधि 7 वर्ष राखियो र उस देशको जन्मको आधारमा नागरिकता लिएको या वंश आधारमा नागरिकता लिएको त्यो नागरिकता त उहाँसँग रहिरहन्छ। जब चाहिँ ऐकृत नागरिकता प्राप्त हुन्छ त्यसपछि त्यो देशको नागरिकता त्यागेको प्रमाणपत्र पेश गरेपछि बल्ल ऐकृत नागरिकता त्यो वैधानिक हुने भन्ने चाहिँ अहिलेको विधेयकले गरेको अवस्था देखिन्छ। त्यसकारणले स्टेटलेस चाहिँ 1 सेकेन्ड पनि गर्ने अवस्था त मैले यो विधेयकमा देखेको छैन। पहिलाको विधेयकमा चाहिँ स्टेटलेसनेस हुने खालको नागरिकता त्यागेर आउनु पर्ने भन्ने थियो। त्यसलाई चाहिँ राज्य व्यवस्था समितिले नागरिकता त्याग्ने कारबाही चलाएको मात्रै भनेपछि पहिलो स्टेजको नागरिक त रहिरहेको हुन्छ, त्यसकारणले स्टेटलेसनेस हुन्छ भन्ने चाहिँ यो विधेयकले बनाएको अवस्था देखिँदैन मेरो अब्जर्भरमा, मेरो अब्जर्भेसनमा। नेपालमा पनि के हो भन्दाखेरि अहिले दुईटा किसिमका ऐकृत नागरिकता देखिन्छ। 2063 को नागरिकता ऐनले कुनै पनि विदेशी महिला या पुरुषले चाहिँ नेपालको राष्ट्रभाषा बोल्ने या नेपालको व्यवसाय पेसा गर्ने, नेपालको संस्कृतिमा भिजेको र उसले चाहन्छ भने 15 वर्षसम्म ऊ नेपालमा निरन्तर बस्यो भने उसलाई चाहिँ ऐकृत नागरिकता दिने महिला र पुरुषलाई त्यो एकतर्फ छ। एकतर्फ त्यो पनि छ, त्यो राष्ट्रले ऐकरण गर्दै गयो भने, राष्ट्रको कन्ट्रिब्युसन गर्यो भने, योगदान गर्यो भने त्यो देखिन्छ। तर वैवाहिक हकमा चाहिँ विदेशी महिलालाई 7 वर्ष, तर विदेशी पुरुषको हकमा नेपालको संविधानले कहीँ कतै बोलेन। अब त्यसले गर्दाखेरि फेरि कतै चाहिँ समानताको दृष्टिकोणले विदेशी पुरुष पनि नेपाली छोरीहरूले बिहा गरेर ल्याउन सक्छन्, त्यो किन बोलिएन भन्ने यो नागरिकता ऐनले समेट्न सक्छ कि सक्दैन भन्दाखेरि मेरो दृष्टिकोणमा यो नागरिकता ऐनले समेट्न नसक्ने हुनाले समानताको दृष्टिकोणले पनि हेरिनुपर्छ। त्यो समानताको दृष्टिकोण भनेको नेपालको संविधानलाई यदि राज्यले चाहिँ ऐकृत नागरिकतामा यो समानताको दृष्टिकोणलाई हामीले ख्याल गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय इन्स्ट्रुमेन्टलाई पनि हामीले आधार बनाउने हो भने विदेशी पुरुषहरूलाई पनि संविधान संशोधन गरेर चाहिँ नागरिकता ऐकृत नागरिकता दिन सक्ने हुन सक्छ। तर नागरिकता ऐनले चाहिँ विदेशी पुरुषलाई दिनुपर्छ भन्ने चाहिँ भनियो भने संविधानसँग बाजिन जान्छ। त्यसकारणले एउटा चाहिँ संविधान संशोधन गरेर विदेशी पुरुषको हकमा राज्यले कस्तो नीति लिने हो त्यो गर्नुपर्ने हुन्छ। यदि महिलालाई पनि 7 वर्ष गर्छ भने विदेशी पुरुषलाई पनि 7 वर्ष नै गर्नुपर्छ, किनभने समानताको दृष्टिकोणले महिला र पुरुषलाई हजुर सुरेन्द्रजीले जुन भन्नुभयो स्टेटलेसको कुरा गर्नु, म एउटा यो जुन प्रतिवेदनमा जे छ नि त्यो म एकचोटि पढेर सुनाउँछु, त्यसपछि अलिकति यसमा के डिस्कस गरौँ भन्दाखेरि 7 वर्ष राख्दैमा के फरक पर्ला भने हजुर हजुर यसमा अलिकति म प्रश्न गरिदिउँ, अलि डाक्टर साहबलाई पनि अलिकति प्रश्न गरौँ। म यो वैवाहिक अङ्गीकृत र अन्य अङ्गीकृत एउटै कुरा होइन, बिल्कुलै फरक कुरा हो यो है। पहिलो कुरा बुझ्नु पर्यो र राइटको कुरा दुईटा नै भनेको एउटा ऐकृत अर्को वैवाहिक भनेको त्यसलाई मैले स्पष्ट नै भनेको। वैवाहिक अङ्गीकृतको नागरिकता भनेको सरकारले दिने नदिने सरकारको कुरा होइन। यो सरकारको यसमा सहयोगी अधिकार छैन, यसमा सहयोगी अधिकार महिलाको छ। बिहा गरेर आउने महिलाले लिन चाहेमा सरकारले एउटा दिनै पर्छ, सरकार दिन बाध्य छ। सरकारले यो वैवाहिक अङ्गीकृतको नागरिकता दिने नदिने भनेर विवेक प्रयोग गर्न पाउँदैन त्यसमा। तर अन्य उहाँ डाक्टर साहबले भन्नुभएको जस्तो 15 वर्षपछि बिताएर आउने भनेको त्यो सरकारले दिने नदिने सरकारको कुरा हो, त्यो उसको अधिकारको कुरा होइन। त्यसकारणले यहाँ पहिले राइट बेस्ड एप्रोचबाट हेर्ने हो भने विदेशी महिला जो विवाह गरेर नेपाल आउँछिन् उसको नेपालको संविधानले अधिकार ग्यारेन्टी गरेको छ। तिमीले लिन चाह्यो भने तिमी लिन सक्छौ भनेको छ, मैले तिमीले चाह्यो भने म दिन सक्छु भनेको छैन, राज्यले दिनुपर्छ। अरू अङ्गीकृतमा सरकारले दिन सक्ने भनेको छ, त्यो अङ्गीकृत अहिले बन्द भइसकेको छ। त्यो अहिले हामी वैवाहिक अङ्गीकृतमा केन्द्रित हौँ।
जसरी यो लेखिएको छ नि यसमा दुईटालाई एउटै फुटिङमा राखेर हेर्न मिल्ने विषय होइन, यो अलग विषय हो। हजुर यो चाहिँ जसरी होइन, यो मैले पनि यसलाई अलग विषय नै भनेको छु। ऐकृत नागरिकताको हकमा अझै पनि नेपालको नागरिकता ऐन 2063 ले त्यहाँ दफा नै छ, त्यसलाई चाहिँ यो विधेयकले रिप्लेस गरेको अवस्था छैन। 15 वर्ष महिला र पुरुष तपाईँले हेर्न सक्नुहुन्छ, 15 वर्ष नै राखिरहेछ। जसले पनि ऐकृत गर्यो भने अहिले पनि यो विधेयकले चाहिँ रिप्लेस गरेको छैन, रहिरहेछ। एकातर्फ त्यो देखिन्छ। अर्को वैवाहिक भनेको मुख्य कुरो चाहिँ के हो भन्दाखेरि अब 7 वर्ष विश्वकृत मान्छे दिएपछि चाहिँ अधिकार कतिको पाउने हो त? हजुर हजुर 7 त्यो चाहिँ 15 वर्ष बसेको आधारमा नेपाल सरकारले जारी गर्न बन्द गरिसकेका छ। त्यो विशेष अपवादको रूपमा अक्कल झुक्कल कसैले पाउने होइन, कानुनमा चाहिँ कानुनमा छ। कानुनमा अहिलेको नागरिकता ऐन 2063 मा छ, 63 मा छ। त्यसलाई रिप्लेस गरेको छैन, खारेज छैन। त्यसै कारणले ऐकृत नागरिकता महिला र पुरुषले यदि चाह्यो भने नेपालको ऐकृत नागरिकता लिन सक्ने अझै पनि नागरिकता ऐन छ। तर मैले भनेको विवाह गरेर आउने विशिष्टीकृत नै हो। विवाह गरेर आउने वैवाहिक अंगीकृतको विषयमा हामी कुराकानी गरिरहेका छौं। सुरेन्द्रजी, डाक्टर साहब एकछिनमा रोके है, किनभने अब जुन चाहिँ अहिले समानताको कुरो भइरहेको छ, आउने बित्तिकै नागरिकता दिँदा के हुन्छ, 7 वर्षपछि दिँदा के हुन्छ, र जुन पिरियड छ नि 7 वर्ष, त्यसमा चाहिँ समानताको अनुभव ती महिलाले गर्ने हुन् कि होइनन्, मुख्य कुरो चाहिँ त्यो हो। त्यसमा हामी केन्द्रित भनौँ। र जुन चाहिँ यो चाहिँ प्रतिवेदन जुन आएको छ, त्यो प्रतिवेदनमा के रहेछ भने विधेयकको अङ्ग बन्नेवाला छ यो प्रतिवेदन। र त्यसमा चाहिँ के लेखेको रहेछ भन्दाखेरि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार चाहिँ दिने भनिएको छ है। त्यसको लागि चाहिँ स्थायी आवासीय अनुमति पत्र दिने भनिएको छ। र त्यसमा चसम्म बुदागत रूपमा भनिएको छ। कमा लेखिएको छ चल अचल सम्पत्ति आर्जन गर्न, भोग चलन गर्न, बेचबिखन गर्न, व्यवसाय लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न, त्यस्तै पेशा गर्न, उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्न, जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न, सेवाग्राहीको हैसियतले कानुन बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा छुट जस्ता सेवा उपयोग गर्न, कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न, अन्य आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त गर्न, राष्ट्रिय परिचय पत्र प्राप्त गर्न। यी अधिकारहरू चाहिँ दिएको अवस्था छ। अब डिस्कस चाहिँ के गरौँ हामी भन्दाखेरि यो अधिकार दिएपछि जुन समानताको हकको कुरा गर्छौँ नि हामी, जुन अघि चाहिँ सुरेन्द्रजीले भन्नुभयो कि स्टेटलेस भन्दाखेरि यी अधिकार दिएपछि वास्तवमा ती महिला चाहिँ यहाँका नागरिक हुन् भन्ने अपनत्व महसुस गर्छन् कि गर्दैन भन्ने कुरा हो डाक्टर साहब। अब यो चाहिँ 7 वर्षको अवधिलाई यसले ऐकृत नागरिकताको प्रक्रिया मात्रै चाहिँ ठानेको अवस्था देखियो हैन, प्रक्रिया मात्रै हो। पहिलो देशको नागरिकता त उसको हातमा हुन्छ नै, त्यसले गर्दा स्टेटलेसनेस हुन्छ भन्ने मेरो चाहिँ मान्यता पनि छैन, त्यो हुँदैन। किनभने यो प्रक्रिया मात्रै। अब राज्यले 7 वर्ष दिने, 1 वर्ष दिने या तत्कालै दिने भन्ने कुरा राज्यको नीतिमा भर पर्ने हो। जब पहिलो विधेयकमा आउँदाखेरि यति वर्ष भन्ने चाहिँ थिएन, राज्य व्यवस्था समितिमा आएर 7 वर्षको कट अफ डेट राख्यो। 7 वर्षको कट अफ डेटमा एकछिनलाई तपाईँ हामी पनि एकछिन एउटा चाहिँ कुरा पनि गर्नुपर्ने अवस्था देखिन्छ। जस्तो भनौँ न, समानताको आधारले राज्यले हेरिनुपर्छ जुनसुकै नागरिकलाई, कुनै पनि देशका नागरिकलाई भनेर हामी आइसिसिपिआरलाई पनि सही गरेका छौँ, युडिआरलाई सही गरेका छौँ, सिडललाई सही गरेका छौँ। कुनै पनि लिङ्गको आधारमा भेदभाव गर्न हुन्न भनिसके पछाडि एकछिन मैले तपाईँलाई उदाहरण दिउँ। नेपालकै तपाईँ हामीकै छोराछोरी भनौँ न, ल जस्तो एकछिन मान्नुहोस्, ल अजयजीको एक छोरा छ, एक छोरी छ। एकछिन मानौँ, यही इन्डिया र नेपालकै कुरा गरौँ अब एकछिन, अब बाहिरको ग्लोबलाइजेसनको कुरा नगरौँ। एकछिन इन्डियाको कानुनमा, संविधानमा 7 वर्ष विदेशी महिलाले बिहा गरेर गइन् भने 7 वर्षसम्म ऐकृत नागरिकता प्राप्तिको लागि त्यहाँ कुर्नुपर्ने स्थिति छ। त्यो चाहिँ जगजाहेर नै छ, पुरुषको हकमा पनि त्यही नै छ। अब एकछिन चाहिँ नेपाली छोरी चाहिँ जाँदाखेरि 7 वर्ष कुर्नु पर्यो। नेपालको छोराले भारतीय महिला जो भारतीय नागरिक हुनुहुन्छ उहाँसँग बिहा गरेर आउँदाखेरि एउटै घरमा, ल अजयजीकै छोराछोरीमै छोरीले चाहिँ 7 वर्ष कुर्नु पर्यो इन्डिया बिहा गरेर जाँदाखेरि। छोराले बुहारी ल्याउँदाखेरि अनि तत्कालै पाइयो भने अन्तर्राष्ट्रिय इन्स्ट्रुमेन्टहरू, अन्तर्राष्ट्रिय कानुनहरूमा नेपालले सही गरेको छ, कुनै पनि लिङ्ग आधारमा भेदभाव गर्नुहुन्न भनेपछि एकजना चाहिँ 7 वर्ष कुर्नु पर्यो, एकजना तत्कालै प्राप्त गर्दाखेरि
छोरी र बुहारीमा त्यो विभेद हुन्छ कि हुँदैन भन्ने एउटा कुरा पनि त्यो कोणबाट धेरै डिस्कसनमा आएको छ। भारतको सन्दर्भमा त सुरेन्द्रजीले नि भन्नुभयो यो चाहिँ त्यहाँ त नागरिकता दिने कुरो त छँदै छैन, लेखिएको छ तर नागरिकता दिँदैन त्यहाँ। अब नागरिकता दिँदैन भने त झन् नागरिक अधिकारै पाइएन। नागरिकता भनेको राजनीतिक अधिकार हो। नागरिकताले नै राज्यको सदस्य बन्दछ। यदि भारतमा त्यसरी दिँदैन भने त त्यो त कसरी झन् नेपालमा अझै ऐकै नागरिकता प्राप्तिको हकमा हेर्ने नै भारत र नेपालको दान नै पर्ने कुरा रह्यो। अधिकार चाहिँ दिन्छ तर नागरिकता चाहिँ दिँदैन। अन्य राष्ट्रको कुराहरू गर्न पर्छ। अन्य राष्ट्रको कुराहरूमा त्यहाँ चाहिँ दिँदैन भनिन्छ भने त 7 वर्षमा संविधानले र कानुनले नागरिकता प्राप्त ऐकै नागरिकता प्राप्त गर्ने भनेर लेखिएको छ। अब दिँदैन भने त झन् भारतसँग त हामी दान्ने कुरै भएन, अन्य राष्ट्रसँग दाँजेर कुरा। मुख्य कुरा अधिकारको अघि मैले जुन भने नि सुरेन्द्रजी र बुहारीमा राज्यले विभेद गर्न सुरेन्द्रजी अब समय पनि छोटो छ। जस्तै अधिकारको कुरा गरौँ, हामी चाहिँ जस्तै कोही विदेशी चाहिँ नेपालमा आयो भने त्यतिखेर चाहिँ उनले चाहिँ अधिकार पाउने कि नपाउने, हामीले नेपाली सडकको अधिकार 7 वर्षमा पाउने कि नपाउने उसले, त्यो मुख्य कुरा हो। र जुन चाहिँ आर्थिक सामाजिक सांस्कृतिक विषय जुन यसमा पनि राखिएको छ त्यसले चाहिँ अधिकार दिन्छ कि दिँदैन भन्ने कुरा हो। त्यो चाहिँ पाउँछ कि पाउँदैन भन्ने कुरा हो कि यसमा मुख्य चाहिँ। त्यसबाट चाहिँ कहाँ चाहिँ वञ्चित रहने हुनु उनीहरू सुरेन्द्रजी? मैले अघि भन्दै थिएँ नि भारतसँग यसलाई तुलना गर्नु भनेको त्यो त्यति सान्दर्भिक विषय होइन। त्यो भारतमा समानता छ। भारतमा छोराका पत्नी र छोरीको चाहिँ नि हस्बेन्ड उसको श्रीमान दुवैलाई समान व्यवहार गरेको छ। जहाँसम्म भारतको नागरिकताको प्रमाणपत्रको सवाल छ, भारतीय नागरिकलाई पनि नागरिकता प्रमाणपत्र वितरण गर्ने त्यहाँ व्यवस्था छैन भनेको मैले। त्यहाँ भारतीय नेपाली चेलीलाई छोडिदिउँ, नेपाली चेली भारतकै चेलीलाई पनि भारतको पुरुषलाई पनि इभन नरेन्द्र मोदीकै प्रधानमन्त्री नरेन्द्र मोदीकै पनि नागरिकता प्रमाणपत्र वितरण गर्ने चलन त्यहाँ छैन। त्यहाँ भनेको भोटर आइडी कार्ड हो र रासनका आधार कार्डहरू यी आधारभूत कुराहरू हुन्। र त्यहाँको भारतीय सरह नेपालकी छोरी हिन्दुस्तान जान साथै बराबर हक पाउँछन्, एक समान। त्यहाँको भारतीय मैले यही रोके सुरेन्द्रजी तपाईलाई, यो जुन अधिकार जुन दिएको छ नि आर्थिक सामाजिक सांस्कृतिक, यो अधिकारले चाहिँ वास्तवमा समान अधिकार पाउने हुन् कि होइनन् उनीहरूले? यदि पाउँदैन भने के नपाउने भए? उसले यहाँ मतदान गर्न पाउँदैन, उसले सरकारी संस्थानमा जागिर गर्न पाउँदैन, उसले यहाँ चाहिने के अरे रोजगार गर्न पाउँदैन। रोजगार मतलब व्यापार गर्न पाउँछ तर सेवा नोकरी गर्न चाह्यो भने त्यो गर्न सक्दैन। सरकारी जागिर गर्न पाएन उसले, किनभने त्यो प्रतिवेदन अहिले लेखिएको छैन, प्रष्ट रूपमा त्यो भोट हाल्न पाएन उसले निर्वाचनमा उम्मेदवार हुन पाएन। हो, यी अधिकार नभएका व्यक्तिहरूलाई राज्यविहीन भनिन्छ। डाक्टर साहब भनाइ छ उसको भारतीय नागरिक त हो नि, त्यसो भारतीय नागरिक उसको कागजमा भने हाम्रो बुहारीलाई नेपालमा बसोबास गर्ने, नेपालमा कारोबार गर्ने र भारतमा उम्मेदवार हुन जाने, भारत स्टेटको चाहिँ त्यहाँ गएर चाहिँ नेता बन्न जाने भनेपछि त्यो कागजी रूपमा स्टेट डाक्टर साहब भने जस्तो कागजी रूपमा स्टेटलेस नभए तापनि व्यावहारिक रूपमा ती महिला स्टेटलेस नै हुन्छन्। एउटा कुरा यो। अर्को कुरा तपाईँले जोड्ने कुरा, पशुले पनि खान पाउँछ। पहिले दास चलन थियो नि, दाससँग पहिले भोटिङ राइट हुँदैन थियो, तर दासहरूले खान पाउँथे, दासहरूले लाउन पाउँथे, दासहरूले संस्कृति मनाउन पाउँथे भनेपछि त दासमा रूपान्तरण हो। त्यो पोलिटिकल सिभिल राइट नदिनुको अर्थै ती महिला दासमा रूपान्तरित हुनु हो। यो हाम्रो स्टेटले के दासमा रूपान्तरण गर्न खोजेको हो? हजुर। अर्को कुरो, स्टेट समानताको कुरा गर्ने हो, समानता त भारतमा त समानता छँदैछ। नेपालमा समानताको नाममा के तपाईलाई नेपालको ज्वाइँलाई पनि 7 वर्ष राख्न खोजेको हो? त्यो म्यान्डेटरी गर्न खोजेको हो? डाक्टर साहबले तोकाल गर्न खोज्नु भएको हो? जस्तै नेपालको संविधानले महिलालाई अधिकार नागरिकता दिनै पर्ने, नानुकुल भन्न पाइँदैन कि ज्वाइँलाई पनि दिनै पर्ने व्यवस्था गर्न खोजेको हो डाक्टर साहबले। त्यो संविधान संशोधन चाहिँदैन। हजुर, अन्त्यमा आइसकेछौँ डाक्टर साहब, यसको जवाब लिइहालौँ। अझै टुङ्गाइहालौँ म। संविधानले बुहारीलाई दिनै पर्ने व्यवस्था गरेको छ लिन चाहेमा। ज्वाइँको बारेमा दिनु नपर्ने प्रष्ट व्यवस्था केही गरेको छैन। भनेपछि संविधानले ज्वाइँलाई दिनलाई रोक चाहिँ लगाएको छैन। संविधानले रोक लगाएको छैन भने ऐनमा आउन सक्दछ, त्यो ऐनमा ल्याउन सकिने कुरा हो। कि त त्यो डाक्टर साहबले वकालत गरिदिनु पर्यो।
हजुर त्यो होइन भने चाहिँ एक डाक्टर साहब उहाँले चाहिँ बुदागत रूपमै भन्नुभयो यो कारणले गर्दा समानताको हक चाहिँ नपाउने भयो अहिलेको प्रावधानले चाहिँ बनाउनु पर्यो। हजुर भारतसँग तुलना होइन, गर्ने हो भने समानताको पनि दृष्टिकोणले मैले पहिला पनि भने राष्ट्रियता समानता र राज्यबिन्दुलाई राज्यले ख्याल गर्नुपर्ने हुन्छ। समानताको दृष्टिकोणले हेर्ने भने नेपालको संविधान सभाले बनाउँदाखेरि विदेशी पुरुषको हकमा चाहिँ स्पष्ट महिलाको लागि जसरी बोलियो त्यो तरिकाले बोल्न सकिएन। त्यो एउटा विकनेस हो। त्यो विकनेस हो भन्ने हामीले पहिलादेखि नै बोलिआएको होइन, त्यो एउटा चाहिँ संविधान बनाउँदाखेरि एउटा कन्स्टिट्युन्ट पावर हो। जनताले बनाउँदाखेरि कन्स्टिट्युन्ट पावर छ कि छैन भन्ने हो। नागरिकता भनेको राजनीतिक अधिकार पनि हो, संवैधानिक अधिकार हो। त्यसकारणले ऐकै नागरिकता प्राप्ति भनेको पनि मैले एकछिन सुरेनजी मैले क्लियर गर्न पाऊँ मैले क्लियर गर्न पाऊँ संविधानमा एक्सप्रेस्ड जे गर्छ इम्प्लाइडली चाहिँ त्यही लागू गर्ने हो। त्यसकारण एक्सप्रेस चाहिँ महिलालाई चाहिँ गर्यो, पुरुषलाई नगर्यो भने तिमीले संविधान संशोधन गर भन्ने मेरो पनि आवाज हो। किनभने राज्यले समान व्यवहार गर्नुपर्ने हुन्छ। संविधान संशोधन गर्यो भने विधेयकमा चाहिँ महिला र पुरुषलाई 7 वर्ष राख्ने 7 वर्ष राख, 1 वर्ष राख्ने 1 वर्ष राख। अब यो त महिला पुरुषको कुरा भयो। यहाँ चाहिँ मैले हजुर यहाँ चाहिँ महिलाको कुरा गर्दैछौँ हामी। महिला जुन आउँछन् नि त्यहाँ विदेशबाट कहीँबाट भारतबाट होस् या अन्य कुनै देशबाट उनले चाहिँ समानताको अनुभूति गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा जसरी चाहिँ सुरेन्द्रजीले भन्नुभयो नि बुदागत रूपमै यो कारणले चाहिँ समानताको अनुभूति गर्न पाउँदैनन् तिनीहरूले। तपाईँ चाहिँ कसरी यसलाई चाहिँ क्लियरिफाई गर्नुहुन्छ? होइन, पहिलो त नेपालको ऐकीकृत नागरिकता लिँदाखेरि राज्यविहीन हुन्छन् भन्ने त मलाई लाग्दैन। किन भन्दाखेरि उसको नागरिकता त्यागेर आइज भनेर नेपालले यो विधेयकमा भनेको अवस्था देखिँदैन। त्यागिसकेको होइन, त्याग्ने कारबाही चलाएपछि त्यो देशको नागरिक, पहिलो स्टेजको नागरिक राजनीतिक अधिकार सहित ऊ देशको प्राप्त नै हुन्छ नै। तर हाम्रो देशको सन्दर्भमा ऐकीकरण गर्दै जाँदाखेरि 7 वर्ष यसलाई कट अफ डेट भन्यो राज्य समितिले। अब भोलि चाहिँ फुल जुन सभामा जाँदाखेरि उसले 7 वर्ष मान्नै पर्छ भन्ने पनि छैन। जब संविधानको व्याख्या गर्ने भने त उसले चाहँदा बित्तिकै डिसिसनरी पावर चाहिँ विदेशी महिलालाई छ भने राज्यले चाहिँ दिन सक्ने छ भनेपछि राज्यको स्वविवेकी अधिकार अलिकति छोडेको कारणले अब उसलाई प्राप्त गर्ने वा नगर्ने 7 वर्ष राख्ने नराख्ने एउटा बहुमतले पारित गरे हुनाले त्यो फुल हाउसको डिसिसनरी पावर छ। र ऐकीकृत नागरिकता भनेको यो देशमा यो यस्तो भयो र यो नेपालले पनि यस्तो गर्नुपर्छ भन्ने त्यो विस्तृत जतिसुकै भने पनि वास्तवमा ऐकीकृत भनेको ऐकीकृत हुन्छ र त्यो ऐकीकरण गर्ने कुरा हो। ऐकीकरण गर्ने हुनाले राज्यको नीतिमा भर पर्छ। त्यसले कठोर नीति लिने हो या नरम नीति लिने भन्ने प्रश्नमा संसारकै ऐकीकृत नागरिकता वितरण गरिन्छ। त्यसकारणले नेपाल इन्डियामा पनि हेर्नुहुन्छ भने सोनिया गान्धी प्रधानमन्त्री हुन सकेको अवस्था देखिए। एकछिनलाई मान्नुहोस् त्यहाँ कतिपय ऐकीकृत नागरिकताको हकमा संविधान पढ्दाखेरि कानुन पढ्दाखेरि प्रधानमन्त्री, राष्ट्रपति या संवैधानिक अङ्गका प्रमुखहरूसम्म त्यहाँ भएको अवस्था चाहिँ देखिए। रोकेको छैन। हिन्दुस्तानको कानुन अनुसार सोनिया गान्धी हिन्दुस्तानकी प्रधानमन्त्री बन्न सक्छन्। उसलाई कुनै पनि कानुन रोकेको छैन। तिनी आफै नबनिकिन्। सोनिया गान्धी स्वयं स्वेच्छाले प्रधानमन्त्री नबन्नु भएको, उहाँलाई कानुनले रोकेर नबनेको होइन। अब संविधानमा चाहिँ ऐकीकृत नागरिकताको हकमा इन्डियाको संविधान पढेको छु, अब कानुन पढेको छु। त्यसले गर्दाखेरि त्यहाँ धेरै केही कुरा कटअप छ। कटअप कुराहरू जस्तो योमा चाहिँ गर्न नसक्ने पनि छ। संविधानमै लेखेको छ नि राष्ट्रपति बन्न नपाइने, प्रधानमन्त्री बन्न नपाइने, हाम्रो 289ले जसरी व्याख्या गरिरहेछ केही कुराहरू त्यहाँ पनि व्यक्त गरे हुनाले त्यसको चाहिँ आधारलाई संविधान बनाउँदाखेरि त्यसको केही उदाहरण पनि ल्याएर यहाँ नेपालको संविधान पनि बनाएका हुन्। त्यो हामी प्रत्यक्ष संलग्न पनि थियौँ, देखिया पनि थियौँ। इन्डियाको आधार लिएर 289 पनि यहाँ पनि राखेकै हो। त्यो स्थिति एकातर्फ हो। अहिले अब समाधानतिर जाउँ। सुरेन्द्रजी अब के तपाईँलाई के लाग्छ, अब के समाधानको बाटो के हुन सक्छ? दलहरूले विरोध गरिरहेका छन् छोटोमा। यसको समाधान त राष्ट्रिय सहमति नै हो। त्यहाँ संसदमा रहेका दलहरूको आपसी छलफलबाट एकमत भएर निष्कर्ष निकाल्नु नै समाधान हो। होइन भने अहिले सत्तारूढ दलको त्यहाँ बहुमत छ। सत्तारूढ दलले यसलाई पास गराउन चाह्यो भने त्यो सजिलैसँगले पास हुन्छ। यो तर यसले फेरि समाजमा भोलि निम्त्याउने जुन अवस्थाहरू कस्तो हुन्छ आफ्नो ठाउँमा छ। तर सरकारसँग बहुमत भएको हुनाले र सरकारले यसलाई जसरी पास गराउँछु भन्ने चाहन्छ भने त्यो पास हुन सक्छ। यसको समाधान निस्किने उपाय छैन। अर्को समाधान चाहिने के भन्दाखेरि
अहिलेको नयाँ व्यवस्थामा हामी किन प्रवेश विवाद रहे जस्तो संवेदनशील विषयमा विवादित रूपमा प्रवेश गर्नुभन्दा भन्दा पनि अहिले चलिआएको चलन अन्तरिम संविधानले जुन ग्यारेन्टी गरेको छ त्यो भनेको चाहिने कानुन बमोजिम अन्तरिम संविधान के थियो भन्दाखेरि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले प्रचलित कानुन बमोजिम अङ्गीकृत नागरिकता लिन सक्ने छ। राज्यको डिसिसन भइदियो, उसको डिसिसन हो त्यो। अहिलेको संविधानले के भन्यो भने नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम अङ्गीकृत नागरिकता लिन सक्ने छ भनेपछि त्यो यसले कार्यविधिक कानुनलाई इङ्गित गर्न खोजेको र बाई कन्डक्ट बाई व्यवहार पनि हेर्ने हो भने हिजोको अन्तरिम संविधान रहेकै व्यवस्थामा तुरुन्त दिने व्यवस्था गरेको त्यो खालि परित्याग गर्ने। कार्यविधिक कानुन भनेको के भन्दाखेरि उसले विदेशको नागरिकता परित्याग गरेको कारबाही चलाएको अवस्थामा उसले लिन पाउने हो। फेरि पनि तपाईँलाई म के जोड दिन चाहन्छु भन्दाखेरि यो राज्यको डिस्क्रिप्सन, डाक्टर साहबले पटक पटक भन्दै डिस्क्रिप्सनरी पावर, यो डिस्क्रिप्सनरी पावर राज्यको होइन, यो म्यान्डेटरी हो। त्यो विदेशी महिलाले विवाह गरेर आएपछि राज्यलाई दिनै पर्छ। अहिले 7 वर्ष क्लोज लगाउन खोजेको समाधान भनेको के भन्दाखेरि अहिले उथल पुथल नल्याउँ। अहिले कोरोनाको कहर छ, देशमा आर्थिक रूपमा चरम चाहिने के अरे अधोगतितिर अगाडि बढिरहेको छ। यस्तो अवस्थामा हामीले सबै राष्ट्रिय एकताको भावनालाई अझै सुदृढ गर्नु छ। सम्पूर्ण जनता एकजुट भएर राष्ट्रको समस्यालाई समाधान गर्न अगाडि बढ्नु पर्ने बेला समाधान चाहिँ के हुनु पर्यो भन्दाखेरि राज्य व्यवस्था समितिले जुन कट अफ डेटलाई आधार बनाएर संघीय संसदमा पुर्याएको छ, संघीय संसदले पनि के हेरोस् भन्दाखेरि एउटा राष्ट्रियता पनि हेर्नै पर्ने अवस्था हो अङ्गीकृत नागरिकता दिँदाखेरि। अर्को समानतालाई त्यत्तिकै ख्याल गरिनुपर्छ। राज्य विहीनता हुनबाट पनि जोगाउने राज्यको चाहिँ दायित्व हो, संवैधानिक दायित्व पनि हो। त्यसै कारणले राज्य विहीनता, समानता, राष्ट्रियता यी कुरामा चाहिँ सबै दलहरू एकमत हुन् र संसद पनि एकमत होस् र कोही पनि लिङ्गको आधारमा भेदभाव नहोस् र राज्य विहीनता हुन नपरोस्। त्यो तरिकाले सर्वस्वीकार्य हुने गरी संघीय संसदले नागरिकताको विधेयकमा आफ्नो क्यारिङ क्यापेसिटीलाई पनि हेर्दै, राष्ट्रियतालाई पनि हेर्दै, धर्म संस्कृतिलाई पनि हेर्दै समान तरिकाले दिनुपर्छ भन्ने मलाई लाग्छ। हजुर, हस् त, दुवैजनालाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। धन्यवाद, नमस्ते। दर्शकवृन्द, ओछ्लैत डॉक्टर चन्द्रकान्त गेवाली संविधानविद तथा वरिष्ठ अधिवक्ता, तहिना सुरेन्द्र महतो वरिष्ठ अधिवक्ता आई हुनका सबसे बातचीत करी छलिए जे विधेयक आयल छै, नागरिकता विधेयक एहिके कारण से कि समस्या सब देखल जा रहल छै। विशेष कऽ कांग्रेस आ जनता समाजवादी पार्टी विरोध कर रहल छै कि 7 वर्ष के प्रावधान किया आनल गेलै। एहि विषय सब पर चर्चा करी छलिए। बेस त, नमस्कार।